हाउ टु अप्लाई सम इफ फर्मुला। यो डाटामा चाहिँ के छ, डी कोलुममा नेम छ, ई कोलुममा अमाउन्ट छ। नेमहरू रिपिटेड छ अनि एकपछि अर्को अर्को नेम छ, एउटा नेम छ फेरि अर्को नेम छ अनि जिगज्याग टाइपले नेमहरू रिपिटेड छ। यस्तो कन्डिसनमा चाहिँ नेमको टोटल कसरी गर्ने त, नेमहरूको चाहिँ अमाउन्ट टोटल कसरी गर्ने। फर इक्जाम्पल फर्स्ट नेमको चाहिँ टोटल गर्दाखेरि चाहिँ फर्मुला के हुन्छ, इक्वल्स टु सम इफ टाइप गर्ने, टाइप गरिसकेपछि ट्याप गर्ने, ट्याप गरिसकेपछि चाहिँ यो डाटा कहाँबाट कलेक्सन गर्दैछौँ त हामीले, डी कोलुमबाट, डी कोलुम एन्ड ई कोलुम सेलेक्सन गर्ने, देन कमा, अनि के को टोटल गर्न लागेको त हामीले, द जीएस, सो जीएसलाई क्लिक गर्ने, देन अगेन कमा, कमा गरिसकेपछि चाहिँ अमाउन्टको टोटल गर्ने भएको भएर चाहिँ ई कोलुमलाई सेलेक्सन गर्ने, यी सेलेक्सन गरिसकेपछि चाहिँ टोटल अमाउन्ट निकाल्नको लागि चाहिँ इन्टर गर्ने, इन्टर गरिसकेपछि चाहिँ यो अमाउन्ट भनेको चाहिँ द जीएसको चाहिँ टोटल अमाउन्ट हुन्छ। त्यसै गरी अर्को नेमको टोटल भ्यालु निकाल्नको लागि चाहिँ के हुन्छ, त्यसलाई कपी गर्ने, पेस्ट गर्ने और ड्र्याग गर्ने। यसरी चाहिँ हाम्रो सम इफको फर्मुला अप्लाई हुन्छ।